साथीहरू नमस्कार, तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म मार्केट जाँदैछु। यहाँ छेउको मार्केट यहाँ देख्दै हुन्छ नि अन्डा, यो साइकल लिएर जाँदैछु हो। आज छिटै चाँडै छुट्टी भयो नि त, त्यही भएर आज म मार्केट जाँदैछु। तपाईँहरूलाई अहिले म मेरो यहाँ नजिकको यहाँबाट लगभग कति 10-20 मिनट जति लाग्छ कि 20 मिनटको मार्केट देखाउँछ है त साथीहरू। ल वेदर पनि कस्तो मजाको भइदिरहेछ कि, अनि म साइक्लिङ गर्दै जाँदैछु क्या मार्केट। जस मजाको छ है, समर लागिरहेको छ। अहिले त गर्मी मौसम हो नि त, अहिले त जाँदा हुन्छ। अब 3-4 महिना हुन्छ, 3-4 महिना बाद चाहिँ अब हिउँ पर्छ। त्यस पछाडि चाहिँ साइकलमा बन्द हुन्छ है। साइक्लिङ गर्दै जाँदैछु साथीहरू। कस्तो मजाको मजाको यहाँको घरहरू चाहिँ कस्तो मजाको हुन्छ हौ। यो सफा हुन्छ क्या, यहाँको मान्छेहरू चाहिँ सफा बस्ने। अहिले मार्केटमा भेट्नु यो चाहिँ ग्राउन्ड के हो हो, फुलै फुल्छ त, दामी छ त मजाको। यो चाहिँ बाटोमा है, यो मार्केट जाँदै आउँछ यो बाटोमा। अनि मजाको छ त यहाँ त, कस्तो मजाको फुलहरू न यहाँनिर। फुलै फुल के हो, झार हो कि के हो, कस्तो मजाको। यो चाहिँ बाटोमा जाँदा त कस्तो मजाको फुल्यो क्या यहाँनिर। अहिले चाहिँ म ठ्याक्कै यहाँनिर फुलबारीमा यहाँ बाहिरबाट खिच्दैछु। यहाँभित्र चाहिँ पस्ने इन्ट्री हेर्न चाहिँ कि कस्तो मजाको राम्रो फुल लागेर टिपे है। यहाँ साथीहरू तपाईँले हेर्न सक्नुहुन्छ। चाहिँ म यहाँबाट लागेँ, यहाँबाट गएको। अहिले म मार्केटमा भेट्छु है त साथीहरू। ल मार्केट देखाउँछु यहाँको छेउको। खासै त्यस्तो केही त किन्नु चाहिँ पर्ने छैन, र पनि अलिअलि सौदाहरू गर्नु पऱ्यो है त साथीहरू। जाँदै जङ्गल पनि छ नि त। वाउ सिलो, छिटै ब्रेक लाग्दैन साइकलमा मेरो चाहिँ। त्यो एउटा दाइसँगको म छु, तपाईँले हेर्न सक्नुहुन्छ। हो छिटो छ है यहाँ बाटो। यो जङ्गल क्रस हुने बित्तिकै यो रिसोर्ट, ठ्याक्कै बाटोमा रिसोर्ट छ यहाँनिर। कस्तो मजाको देखेको। वाउ वेदर हेर्नुहोस् न, हरियाली जङ्गलै जङ्गल। यो बाटो पर पुग्नुपर्छ, हाम्रो पर छ। यहाँदेखि अब आइपुग्नु लाग्यो 5-6 मिनट लाग्छ साथीहरू। अलि दामी छ हौ, यस्तो मजाको आइदो। आज त पानी पर्ला जस्तो भइरहेछ। यहाँ हेर्न सक्नुहुन्छ है त, म मार्केट जाने बाटो तपाईँहरूलाई देखाउँदैछु है मेरो। हावा चाहिँ देखेर केही भने जस्तो छ। स्वर चाहिँ राम्रो नभए पनि मौसम अनुसार मागो कि, त्यही भएर हावा चल्यो। अनि मलाई यो गानाको टक्कै याद आयो गीत गाइदिँदै। कस्तो राम्रो छ हौ यहाँको घरहरू त, गार्डन हेर्न चडक्क परेको। जस यहाँ चाहिँ सफा हुन्छ क्या यहाँको मान्छेहरू। तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू, हेर्नु है त, मजा लिनु अनि कमेन्ट गर्नु है त। के हो त्यो तिम्रो हेराइमा माया बिर्सिएको छ, दुःखो छ, मिसल छ, पिर भरिएको छ। मेरो मार्केट जाने बाटो हो। पानी पर्छ, हावा चाहिँ आएको छ, र पनि आइपुग्नु लाग्यो त्यसमा मार्केट। छेउको पट्टि छेउ हुन्छ बाटोमै। यहाँ त साइकलमा यसरी हिँड्दा पनि अर्कै खालको मजा आइन्छ क्या है साथीहरू। तपाईँहरूले फिल गर्नुभएको छ एकजना साइकलमा। यहाँ चाहिँ यहाँ पुरा इँटा भट्टा छ। यहाँ चाहिँ इँटा भट्टा नेरी आइपुगेँ। अब चाहिँ मार्केट आइपुग्नु लाग्यो। अहिले म मार्केट देखाउँछु साथीहरू।
साथीहरू मार्केट आउनु लाग्यो यहाँदेखि चाहिँ त्यो हो 2-3 घर पर भन्छ नि अब चाहिँ आयो मार्केट आज त मौसम पनि कस्तो धुम्मेर नराम्रो भएको रहेछ यो प्रिमा हो हामी चाहिँ अलिक पर जान्छौँ ऊ परको यो चाहिँ प्रिमा आइपुग्यो यहाँ चाहिँ अहिले लास्टमा आउने परको जाने ऊ पर यत्रै छ हौ हाम्रो त मार्केटको एरिया पनि तपाईँहरूले यहाँ हेर्नु सक्नुहुन्छ साथीहरू यत्रो नै हो एरिया यति नै हो मार्केटको एरिया अहिले सानै छ नि त यो गाउँ बस्ती हो नि त हेर डेली काट्ने अरे अलि म चाहिँ पहिले डेली काट्ने जान्छु अनि अघि मैले देखाएँ नि प्रिमामा चाहिँ यसैमा जान्छ यहाँ यस्तो छ वरिपरिको चाहिँ सानो हो नि त सानो ठाउँ छ गाउँ बस्तीको मार्केट अब कस्तो हुन्छ ए मसरुम कम्पनी चाहिँ फेरि गाउँ बस्तीमै हुन्छ अब म यहाँ के लिन्छ तपाईँहरूलाई अहिले म देखाउँछु त ल यस्तै हो हाम्रो चाहिँ मार्केट सानो मार्केट छ यो एउटा हामी बोक्नु लाने नि खानु कम लाग्यो त झेल त्यही होइन खै फुलरी यहाँदेखि हाम्रो मार्केटको सागसब्जीहरू पाउने गाजर हाल्नु न दाइ छानेर अब यो त मानेको साँप्रा जस्तो छ त के हो यस्तो यो राम्रो छान्नु त उयो पनि लाने बनाना पनि लाने तेल पनि लाग्नु भएको छ यहाँ चाहिँ ससेसको लाइन यता चाहिँ मासुको लाइन सुँगुरको मासु पनि पाउँछ कुखुराको यता है कुखुराको आइटमै कलेजहरू के लाने के खाने कुखुराको मासुको आइटमै ढक्क यहाँ हेर्नु सक्नुहुन्छ ब्रेडको लाइन म चाहिँ यो झोला थाम्दाम दाइ म चाहिँ यो लान्छु क्या यो चाहिँ कस्तो मिठो हुन्छ दामी क्रिमै क्रिम हुन्छ भित्र ब्रेडकै मार्केट भ्याइदिउँ लिएन भने पानी किने बिस्कुटहरू किने अनि फलफुलहरू किने मासु किने यति नै रहेछ आज मेरो सामान त प्रिमामा म चाहिँ आयो त्यस्तो खालको त्यस्तो खासै चाहिँ छैन किन्नुपर्ने अलिअलि छ हल्का सामान प्रिमा चाहिँ यस्तो छ खरबुजाको खाउँ लाग्यो त तर घाम लागेको छ नि चिसो छ यस्तो छ यहाँ त खासै केही पनि किन्नु अलिअलि यो अर्डर दिने अब चाहिँ म यहाँदेखि निस्किन्छु यस्तै छ यहाँको मार्केट चाहिँ साथीहरू अब यहाँबाट पनि सामान किनेर अब हामी गइसक्यौँ हिँडेको घरतिर अब तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो मन परेमा लाइक अब फेरि अहिले गएको बाटो जान्छु यहाँ देख्दै हुन्छ नि यो मेरो पल्सर हाकेर जान्छु साथीहरू हस् त साथीहरू बाई बाई लभ यु अल फेरि अर्को नेक्स्ट भिडियोमा भेट्नेछु म साथीहरू